हेलो साथीहरू, हामी चाहिँ हिजो चाहिँ फिल्म हेर्न गएको थियौँ कि गौथली फिल्म। हाम्रो टोलभरिको सबैजना भएर गौथली फिल्म हेर्न जाऊँ भनेर गएको थियौँ कि सबैजना। कति रमाइलो भएको थियो कि जाँदाखेरि चाहिँ एकदम राम्रो हो भनेर गएको गौथली मुभी हेर्न। अनि त्यसरी यस्तो लाइनमा बसेर ओरेर यसरी यो मकैको फुल कति महँगो भन्दै खाँदै गऱ्यौँ कि। अनि हलमा बसेको हामी चाँडै आएको भएर अनि त्यसपछि एकछिन कुर्न परेको थियो कि यसो फोटोसोटो खिच्ने ओर्ने गरेर यताउति गरेर अनि भित्र पस्यौँ। अनि फिल्म सुरु भयो। फिल्म चाहिँ एकदम राम्रो थियो कि हाम्रो नेपाली समाजमा घटिरहेका घटनालाई आधारित बनाएको फिल्म थियो कि कति राम्रो थियो। पहिला सुरुमै हेर्दा गौथलीको बिहा हुँदा चाहिँ आँसु आयो क्या। हाम्रो चाहिँ एकदम त्यो गीत पनि कस्तो राम्रो। अनि त्यसपछि त्यो बिहे हुँदाको त्यो घर परिवार रोको यताउति हेर्दा चाहिँ एकदम राम्रो लाग्यो कि कस्तो आँसु जो आयो कि। अनि पहिले सुरुमा र अनि लास्टमा चाहिँ आँसु आउने चाहिँ छ कि उसले गरेको सङ्घर्ष, उसले गरेको पाएको दुःख। अनि एकदम हाम्रो नेपाली समाजमा पहिले चलेका घटनाहरूलाई अब अझै पनि विकट ठाउँहरूमा त यस्तै घटनाहरू भइरहेको हुन्छ नि त। नेपाली समाजमा चाहिँ हाम्रो देश चाहिँ फेरि एकदम अन्धविश्वासमा चलेको देश छ नि त। त्यही भएर हो त्यसैले आधारित बनाएको फिल्म भएर एकदम राम्रो थियो कि। मैले नेपाली फिल्म त खासै हेर्थेन, एकदमै एक्टिङै नराम्रो लाग्थ्यो कि मलाई। अनि मैले चाहिँ यो फिल्म चाहिँ एकदम मन पर्यो कि मलाई। फिल्म चाहिँ 2 घन्टाको कि कतिको थियो कि फिल्म चाहिँ। अनि त्यसपछि हेर्नु न फिल्ममा कस्तो राम्रो छ कि भन्नाले यो उसले गौथलीको बुढाले गरेको माया अनि साथ दिएको साथ जस्तो भए पनि, जति अपाङ्ग भए पनि बुढाको साथ मिल्यो भने चाहिँ सबै कुरा सहन सकिन्छ भन्ने हिसाबको खालको थियो कि फिल्म चाहिँ एकदम कि। गौथलीको बुढाले गरेको माया स्नेह हेर्नु न कस्तो राम्रो हो कि। मलाई चाहिँ यो चाहिँ एकदमै मन पर्यो। अनि साथीहरू हामी चाहिँ फिल्म भ्याएपछि बाहिर निक्लेर अनि त्यसपछि बस चढेर चाहिँ घर आयौँ। अनि घर आउँदा चाहिँ एकदम भोक लागेको थियो कि। अनि चाहिँ करेन्ट बोइल गरेर अनि त्यसपछि करेन्ट खायौँ कि मम्मीले र मैले करेन्ट खायौँ कि बुवा हुनुहुन्थेन। अनि मम्मीले र मैले करेन्ट अनि काँक्रो प्याज अनि कोक गरेर खायौँ। बाई बाई।